यो के हो भन्नु त ग्यास गरेर भन्नु त यो के हो यो 1941 को जो कि भारत पनि आजाद भएको थिएन के हो भनेर ग्यास गरेर भन्नु त हेलो गाइस वेलकम ब्याक टु सागर ब्लग म अहिले चुल काट्नको लागि सेलोनमा आएको छु जो कि म आफ्नो पालोको वेट गरिरहेको छु यता चाहिँ चुल काटिरहेको छ आज दोकानमा एकैजना छ त्यही कारण मेरो पालोको वेट गरेँ अनि मेरो पालो पनि आयो म चाहिँ आज पुरा चुल साफ गरिदिने हो किन भन्दाखेरि मेरो नि बहुत ज्यादा ड्यान्ड्रफ भएको छ अनि चुल साफ गरेपछि ड्यान्ड्रफ राम्रो हुन्छ कि भनेर चुल साफ गरिदिएको यो के हो थाहा छ यो 1941 को ड्राइभिङ लाइसेन्स हो जो कि हामी आजाद नहुने आगेको ड्राइभिङ लाइसेन्स हो यस्तो हुने रहेछ त्यतिखेरको ड्राइभिङ लाइसेन्स अनि यति पुरानो ड्राइभिङ लाइसेन्स सम्हालेर राख्नुभएको छ अनि म यता हेर्दाखेरि हाम्रो काकाले कोइन्स ल्याएर राख्नुभएको छ पुरा कोइन्स कलेक्सन गरेर राख्नुभएको थियो हेर्नु कति पुराना पुराना कोइन्सहरू छ ऊ काकाले यो कोइन्सहरू जम्मा गरेर राख्नुभएको रहेछ कोइन्स यति पुराना पुराना यति राम्रो राम्रो कोइन्स छ इम्पोर्टेन्ट कोइन्सहरू पनि छ अनि मैले भने यो जानु अप्सनमा राम्ररी बिक्री हुन्छ राम्रो दाममा पनि बिक्री हुन्छ बहुत मतलब रियल कोइन्सहरू छ अनि म पनि घर आइपुगेँ घर आएको बाद त मेरो बुढीले मलाई देखेर हाँस्दैछ पनि कस्तो काटेर आनु भनेर पुरा हाँस्दैछ मेरो बुढीले अनि अहिलेको लागि यति नै ल बाई बाई।